सुन्ने फास्ट ट्र्याक अर्थात् द्रुत मार्ग 71 यो हो काठमाडौँ तराई मधेस जोड्ने फास्ट ट्र्याक अर्थात् द्रुत मार्ग 71 किलोमिटर स्थलमार्ग हुँदै सवा घण्टामा काठमाडौँ मधेस यात्रा गराउने राष्ट्रिय गौरवको आयोजना। नेपाली सेनाले निर्माण गरिरहेको यो आयोजना सम्पन्न हुँदा काठमाडौँ र तराई मधेसका जिल्लाहरू निकै नजिक हुनेछन्। सवा घण्टामा नै तराई मधेसबाट काठमाडौँ उक्लिन र काठमाडौँबाट मधेस सर्न सकिने मार्ग। देशको केन्द्रीय राजधानी काठमाडौँलाई करिब सवा घण्टामै जोड्ने फास्ट ट्र्याक निर्माण हुँदा तराईवासीले प्रचुर लाभ उठाउन सक्नेछन्। कृषि उत्पादनका लागि उर्वर मानिएको तराईका बारा, पर्सा, रौतहट, सिराहा, सर्लाही, धनुषासम्मका जिल्लाहरूले काठमाडौँलाई सहजै आफ्नो बजार अपनाउनेछन्। 2074 सालमा नेपाली सेनाले निर्माणको जिम्मा पाएर काम सुरु गरेको आयोजनाको 8 वर्षमा भौतिक प्रगति 42.13% पुगेको छ। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला घोषणा गर्दा यसका लागि 75 अर्ब लाग्ने अनुमान गरिए पनि लागत अनुमान बढेर सरकारले झण्डै 2 खर्ब 11 अर्ब लगानी गर्दैछ। 2076 भदौ 1 मा विस्तृत परियोजना प्रतिवेदन डीपीआर स्वीकृत गरिएको फास्ट ट्र्याक आर्थिक वर्ष 2080-81 भित्र सक्ने सम्झौता थियो, तर कोभिड-19 लगायतका कारण अपेक्षाकृत प्रगति हुन सकेन। नेपाली सेनाले निर्माण म्याद 3 वर्ष थपेर 2083 को चैत मसान्त पुर्याएको छ। अब मुख्य गरी निर्माण कार्य भइरहेको क्रममा चाहिँ यो गत असोज 12 गते आएको बाढीले पनि यो हाम्रो कार्यलाई चाहिँ केही चाहिँ बाधा व्यवधान खडा गरेको अवस्था रहेको छ र त्यसै गरी हाम्रो भूगोलको भूबनोट र त्यसै गरी यो मौसमी अवस्था र अन्य विषयहरू पनि यसमा जोडेर आएका छन् र यो सबै विषयहरूलाई हामीले चाहिँ सूक्ष्म रूपमा नेपाली राइडर्स र ड्राइभर्सहरूले चाहिँ यो स्टिकर राख्न एकदमै जरुरी छ। महानगर होस् या ट्राफिक पुलिस बाइक उठाएर लग्ने अथवा गाडी लक गर्ने होस् यस्तोबाट पनि बस्न सकिन्छ है। नेपालको ट्राफिक त थाहा छँदैछ एकदमै अनम्यानेज्ड। यो हुँदाहुँदै एटीएस नेपालले एउटा स्टिकर लिएर आएको छ। के तपाई राशिमा अध्ययन गर्दै यो हामी निर्माण कार्यलाई अगाडि बढाउने क्रममा रहेका छौँ। निर्धारित समयमा काम भएको भए आयोजना 2078 को वैशाखमै निर्माण भइसक्थ्यो। सुरुमा नै डीपीआर अनुसार 1 खर्ब 75 अर्ब लागत अनुमान गरिएको थियो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार यस आयोजनामा अहिलेसम्म 77 अर्ब 97 करोड रुपियाँ बराबर खर्च भइसकेको छ, अर्थात् यो खर्च कुल लागतको 44% हो। नेपाली सेनाका अनुसार खोकना क्षेत्रको जग्गा विवाद समाधान हुन नसक्दा आयोजनाको काम प्रभावित बनेको छ भने फास्ट ट्र्याकको सुरु बिन्दुमै निर्माण अघि बढ्न सकेको छैन। सुरु बिन्दुमा विवाद भए पनि अन्यत्रको काम भने द्रुत गतिमै भएको नेपाली सेनाको भनाइ छ। आयोजना अन्तर्गत सुरुङ, पुल र सडक निर्माणको काम जारी छ। 7वटा सुरुङ मार्ग मध्ये 2वटा धोद्रे र लिन डाँडाको ब्रेक थ्रु भइसकेको छ भने अन्यमा काम भइरहेको छ। ती सुरुङको कुल लम्बाइ 10 किलोमिटर 997 मिटर अर्थात् करिब 11 किलोमिटर हुन्छ। अहिले 89वटा पुल निर्माण भइरहेका छन्। यो 2082 अषाढ मसान्त सम्मको यो काठमाडौँ तराई मधेस द्रुत मार्गको भौतिक प्रगति 42.13% र वित्तीय प्रगति 44% रहेको छ भने यो द्रुत मार्गमा पर्ने विभिन्न टनल मार्गहरू र त्यसै गरी यो अग्ला पुलहरू र अन्य कार्यहरू पनि भइरहेका छन् र सुरुङ मार्गतर्फ धेद्रे र लेन डाँडा 2 ठाउँको टनलहरू चाहिँ ब्रेक थ्रु भइसकेको अवस्था छ। यसको चाहिँ दायाँ र बायाँ तर्फको चाहिँ कुल लम्बाइ चाहिँ करिब 7 किलोमिटर रहेको छ। त्यसै गरी यो पुलहरूको निर्माणतर्फ 89वटा 81 मिटर अग्लोसम्म चाहिँ पुलहरू रहेका छन्, जसमा चाहिँ अहिले 85वटा पुलहरूको चाहिँ निर्माणको क्रममा रहेको छ भने त्यसै गरी यो अन्य निर्माणका कार्यहरू पनि निरन्तर रूपमा भइरहेको अवस्था छ। आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका 13वटा निर्माण प्याकेजहरूमध्ये हालसम्म प्याकेज नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 क, 8 ख, 9 क, 9 ख र 10 निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका छन्।
प्याकेज नम्बर 11 अन्तर्गत पर्ने खोकना ढुकुछाप खण्डमा जग्गा अधिग्रहण र द्रुतमार्ग सुरुबिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा समन्वय भइरहेको छ। विशेष गरी यो चाहिँ बिन्दुको विषयमा चाहिँ यो नीतिगत विषयहरू रहेका छन् र जसमा चाहिँ हाम्रो मन्त्रालयको तहबाट नै यस सम्बन्धमा सहजीकरण गर्ने र यसको चाहिँ निकासको लागि कार्य भइरहेको मलाई अवगत भएको छ। काठमाडौँ तराई मधेस द्रुतमार्ग अर्थात् फास्ट ट्र्याक अन्तर्गत लेनडाँडा खण्डमा सडक निर्माण कार्य 61% सम्पन्न भएको छ। सो खण्ड अन्तर्गत 6वटा पुल जसको कुल लम्बाइ 1 किलोमिटर 107 मिटर रहेको छ भने 2वटा डबल ट्युब सुरुङ मार्गको ब्रेक थ्रु फिनिसिङको काम चलिरहेको छ। त्यस्तै गरी 5वटा कल्भर्ट पूर्ण रूपमा निर्माण सम्पन्न भएका छन्। सो सडक खण्डमा पर्ने 81 मिटर अग्लो पुलको फाउन्डेसन निर्माण गरी सुपर स्ट्रक्चर निर्माण भइरहेको छ। यो पुल चाहिँ विशेष गरी 81 मिटर अग्लो सम्म पुलहरू चाहिँ यो निर्माण गर्ने क्रममा रहेको र मैले अघि नै पनि उल्लेख गरे अनुसार यो 89वटा पुलहरूमा चाहिँ 85वटा पुलको चाहिँ स्ट्रक्चरको काम भइरहेको छ र धेद्रे र लेनडाँडा इलाकामा त हामीले सर्टेन ठाउँहरूमा चाहिँ पुलहरू पनि निर्माण गरिसकेको अवस्था रहेको छ। अब त्यसले गर्दाखेरि यो हामीले उपलब्ध स्रोत साधनहरूको समुचित प्रयोग गरेर यो निर्माण कार्यलाई चाहिँ कसरी चाहिँ अझ द्रुत गतिमा गर्न सकिन्छ हामी त्यसतर्फ नै हामी ध्यान केन्द्रित गरेको अवस्था रहेको छ। अब यो मुख्य गरी यो निर्माण कार्य सम्पन्न गर्ने विषयमा चाहिँ हामी चाहिँ यो नेपाल सरकारबाट तोकिएको समय सीमाभित्र कार्य सम्पन्न गर्न चाहिँ तत्पर छौँ। यस्तै पुल नम्बर 35 जुन 333 मिटर लामो छ उक्त पुल निर्माण सम्पन्न भई सवारी साधन समेत सञ्चालनमा आइरहेका छन्। आयोजनाका लागि हालसम्म 59,000 भन्दा बढी रुखहरू कटान भएका छन्। नेपाली सेनाका अनुसार द्रुतमार्ग अलाइनमेन्टमा पर्ने 427 रोपनी क्षेत्रफल जग्गाको मुआवजा अझै वितरण हुन सकेको छैन, जसमध्ये अधिकांश ललितपुरको खोकनामा पर्छ। मुआवजा सम्बन्धी सम्पूर्ण काम 2078 को वैशाखभित्र सकिने भनिएको थियो, तर अझै समाधान भएको छैन। नेपाली सेनाले 13वटा क्लस्टर बनाएर फास्ट ट्र्याकलाई निर्माण गरिरहेको छ। विषम यो भौगोलिक बनावट र त्यसै गरी यो सडक चाहिँ एउटा नौलो पनि रहेको हुँदा हामीले सबै प्रकारका विषयज्ञहरूलाई यसमा संलग्न गराएर निर्माण कार्य अगाडि बढाइरहेका छौँ। अब मैले अघि नै पनि यसलाई चाहिँ उल्लेख गरेको छु, हामी नेपाली सेना नेपाल सरकारले तोकेको समय सीमाभित्र यसलाई चाहिँ पुरा गर्नको लागि हामी तत्पर रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु।